हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल फोर फिङ्गर्स। तपाईँहरूलाई फेरि पनि स्वागत छ मेरो अर्को एउटा नयाँ भिडियोमा। र आज म तपाईँहरूलाई सिकाउन जाँदैछु एकदम बिगिनरहरूको लागि, जसले चाहिँ अब गिटार अलिअलि सिकिसक्नुभयो अनि कर्ड्सहरू चेन्ज गर्न सिकिसक्नुभयो हैन। बेसिक गिटार तपाईँहरूले सिकिसक्नुभयो। अब तपाईँले गिटारसँग गीत कसरी गाउने भन्ने कुरा यो यहाँनिर अलिकति वान स्टेप अप गर्नलाई चाहिँ अलिकति गाह्रो हुन्छ बिगिनरको लागि। र आज म त्यही बारेमा तपाईँहरूलाई सिकाउन जाँदैछु। सुरुमा एकदम अब गाह्रै हुन्छ, मलाई पनि गाह्रै नै भएको थियो। आफ्नै एक्सपिरियन्स अनुसार म तपाईँहरूलाई सिकाउँदैछु। गिटारतर्फ जाउँ अनि अब यसलाई प्र्याक्टिस गर्दा कसरी गर्ने भन्ने कुरा तपाईँहरूलाई म देखाउँदैछु। अब मानौँ तपाईँहरू अब जी, C9, डी यतिमा अब यसरी नै चेन्ज गर्न सक्नुहुन्छ। यति कर्ड्स मात्र तपाईँहरूले सिफ्ट गर्न सक्नुभयो भने कुनै एउटा अब स्ट्रङ प्याटर्न लिउँ। यसमा अब सिक्दाखेरि चाहिँ के गर्नुहुन्छ भने तपाईँहरूले स्ट्रमिङलाई फुल प्याटर्न बजाउनु, डाउन अप डाउन डाउन अप डाउन अप डाउन डाउन अप डाउन यसरी। अनि तपाईँहरूले स्ट्रमिङ गर्दाखेरि पनि बोलेर सिक्नुभयो भने चाहिँ डाउन अप भन्दै सिक्नुभयो भने चाहिँ तपाईँहरूलाई यो गिटार बजाउँदै अनि गीत गाउनलाई पनि पछि एकदम हेल्प हुन्छ है। तपाईँहरू बिगिनर हुनुहुन्छ, सिक्दै हुनुहुन्छ भने पनि प्र्याक्टिसतिर जाउँ हैन। यसलाई गीत गाउँदै बजाउँदै गीत गाउँदै प्र्याक्टिस अब कतिजना सुरुमा कस्तो हुन्छ भने गिटार त बजाइन्छ, स्ट्रमिङ हानिन्छ है, कर्ड्स पनि चेन्ज गरिन्छ, तर गीत गाउन थालेपछि बिग्रिन्छ क्या, बिर्सिन्छ क्या यता। अनि अब यो यतातिर ध्यान दिने कि अब गाउनुतिर ध्यान दिने हैन। अब त्यो दुईटालाई एकै ठाउँमा अब मिलाउनको लागि चाहिँ अब यस्तो कम्बाइन गर्नको लागि चाहिँ एकैचोटि गर्नको लागि चाहिँ कस्तो गर्नुपर्छ भने प्रोफेसनलहरूले चाहिँ अब कसरी सिकाउनुहुन्छ आई डोन्ट नो। तर अब म त्यस्तो खतरा प्रोफेसनल पनि होइन हुन त, मैले गिटार पनि आफैले सिकेको हो, म कुनै क्लास पनि गएको होइन। र मैले जसरी सिकेँ त्यो अनुसारले म सिकाउँदैछु है त तपाईँहरूलाई। र अब यसमा कसरी प्र्याक्टिस जान्छ भने बजाउने, अनि यो बजाउँदै जाँदाखेरि हमिङ गर्ने, गुनगुनाउने। अब जस्तै अब मलाई ए कान्छा भन्ने गीत गाउन मैले सुरुमा अब यस्तै गीतहरू सिकेँ चाहिँ होइन। अनि अब ल ए कान्छामा अब प्र्याक्टिस गरौँ है त। अब लिरिक्स र कर्ड्स तपाईँले हेर्नु नै हुन्छ अफकोर्स होइन, त्यो नहेरे त तपाईँहरूले अब सिक्नलाई अब गाह्रै छ। गुगलहरू छ अनि एप्सहरू छ टन्नै होइन, त्यसमा अब तपाईँले कर्ड्स र लिरिक्ससँगै पाउनुहुन्छ। कुन कर्ड्समा कहाँसम्म गाउने, त्यसपछि कहाँ कुन शब्दबाट कहाँ चेन्ज हुने भन्ने कुरा त्यो तपाईँहरूले सब त्यहाँ पाउनुहुन्छ है। अनि अब त्यो हेर्दै जाने। अब जस्तो मैले अब ल मैले पनि मानौँ हेरेर गाउँदैछु, अन्त ए कान्छाको अब यस्तो अब प्र्याक्टिस अब सुरुमा यसरी गाउँदाखेरि गाह्रो हुन्छ। हमिङ गर्ने क्या, एकदम हमिङ गर्ने, स्ट्रम गर्ने, हमिङ गर्ने, स्ट्रम गर्ने, हमिङ गर्ने। अब जुन लाइन तपाईँहरू अगाडि जुन लाइन सिक्नलाई बस्नुभएको छ त्यो लाइनले नै टक्क एउटा लाइनलाई प्र्याक्टिस गर्ने, अनि त्यसपछि गिटार स्ट्रम गर्ने, हमिङ गर्ने, एकदम त्यही अब जुन गीतको लय छ त्यसमै हमिङ गर्ने। अब ए कान्छामा यति हो तपाईँहरूले प्र्याक्टिस गर्नुपर्ने। र मैले यो लेसन बनाउनुको कारण चाहिँ मलाई एकजना ब्रदरले सोध्नु भएको थियो कमेन्टमा, र त्यही भएर अब मैले पनि अब उहाँ जस्तै अरू पनि
धेरैजना बिगिनर हुनुहुन्छ होला, 1 स्टेप अपको लागि रेडी हुनुहुन्छ होला। गिटार सिक्नुभयो, कर्ड्सहरू सिक्नुभयो, सिफ्टिङ सिक्नुभयो। अब तपाईँहरूलाई जसलाई पनि त्यही हो, गीत गाउन रहर लाग्छ बजाउँदै, र त्यसको लागि नै अब गिटार पनि सिकिन्छ प्रायः जस्तो होइन। रमाइलो गर्नको लागि नै मैले पनि सिकेको थिएँ गिटार। अनि अब सबैलाई त्यही नै हो रहर। अनि त्यो भनेको चाहिँ अब गिटार सिटार सिकिसकेपछि 1 स्टेप अप हो क्या। यो गीत गाउँदै उयो गर्नको लागि अलिकति कठिन छ। लिरिक्स विथ कर्ड विथ लिरिक्स भनेर अब सर्च गर्नु होला, तपाईँले टन्नै पाउनुहुन्छ। जुन आफूलाई इच्छा लाग्छ, जुन सजिलो लाग्छ, विथ केपो विदाउट केपो जस्तो पनि भेट्नुहुन्छ। आजको भिडियो अब यति नै। तपाईँहरूलाई कस्तो लाग्यो मैले अब एक्सप्लेन गरेको, मैले आफ्नो तरिकाले सिकेको तरिका अब तपाईँहरूलाई मन पर्यो परेन, मनपर्छ पर्दैन, तपाईँहरूले प्र्याक्टिस चाहिँ गर्नु जरुरी छ। प्र्याक्टिस गर्नु होला, एकैचोटि सबैलाई केही पनि आउँदैन। आजको लेसन चाहिँ यही नै हो। तपाईँहरू जस्तो बिगिनर 1 स्टेप अपको लागि भनेरै बनाएको। आई होप यु गाइज लाइक दिस भिडियो। तपाईँहरूलाई यदि मेरो भिडियोहरू मनपर्छ भने लाइक सेयर अनि सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब पनि गरिदिनु होला, सपोर्ट गरिदिनु होला। अनि अहिलेसम्म अब जतिजनाले पनि माया साथ सपोर्ट दिइराख्नु भएको छ उहाँहरूलाई एकदम धेरै धन्यवाद। यति भन्दै आजको लागि टाटा।